मैले यो देखाउँदै गरेको छोटो भिडियोमा चाहिँ किम्बुको रुख देखाइरहेको छु। यो चाहिँ युएस आइकन नेपालबाट सर्वप्रथम पहिलोचोटि मैले देखेको भन्न। अनि यो चाहिँ मिजौरीको एउटा ट्रक स्टप छेउमा मैले देखेको कुरा हो हैन। यो देख्दा चाहिँ मलाई एउटा मेरो सानो बाल्यकालको यादहरू आयो क्या। तपाईहरुलाई म सुनाउँदैछु है। म क्लास 1 मा पढ्थेँ। त्यतिखेर चाहिँ 1998-99 आई थिंक त्यो समयमा थियो। म र मेरो काकाको छोरा चाहिँ किम्बु खाने भनी शान्तिनगर गएका थियौँ है। हामी दुईजनै क्लास 1 मा पढ्थ्यौँ। हाम्रो इभिनिङ शिफ्टमा क्लास थियो। तर किम्बु खाँदा खाँदै स्कुलै बिर्सिसौँ क्या। अनि किम्बुले मुख सबै कालै भइसकेको थियो हैन। अनि घन्टी लागेको सुन्यो, ठ्याक्कै त्यो फलामको अमरले हानेको घन्टी मैसम्म सुनिन्थ्यो शान्तिनगरसम्मै। अनि ओहो स्कुल पो ढिलो भएछ भनेर कुद्दै घर आइयो, हतार लुगा लाइयो। अनि मुख चाहिँ साबुन नलाइकन हतार सटट पानीले मात्रै धोएर हिँड्यो। स्कुल पुग्दा त अलरेडी स्कुल ढिलो भइसकेको थियो है त। अनि मिसले सोध्नुभयो, तिमीहरू कहाँ गएर आयो ढिलो भनेर। अनि हामीले चाहिँ ढाँटेर ए बाटोमा ढिलो भयो आउँदै भन्यो। अनि मिसले त्यो मुखमा यसो हेर्दा सबै काले देखेपछि चाहिँ मिसले मलाई ढाँट्छेस् भनेर चाहिँ दुईजनालाई एक झापड लाउनु भएको थियो क्या। त्यो चाहिँ म लाइफमा कहिले पनि बिर्सिँदैन। इट वाज अ गुड मेमोरी।